बिसाउने ठाउँ थियो बाबु। तर त 5 किलोको 2 किलोको बच्चालाई पनि मैले एक बेला भुइँमा राखेर बिसाउने ठाउँ पाइनँ अहिलेसम्म। 10 मास वर्ष तयार गर्ने बाली त मृग 10 माससम्म पेटमै बोकेर कहिले बाबु ठक्कर खान्छ कि कहिले बाबु पेटमै मरिजान्छ कि कहिले म पैदा गर्न सक्दिनँ कि मेरो प्राणै पो जान्छ कि भनेर मलाई कति दुःख थियो, कति पीडा थियो। सिधा सिधा बच्चाले त त्यसले जन्म भयो, जन्म भएर पनि मैले सुखले त्यसलाई हुर्काउन सकिनँ। अहिले त सबैले खान पाइन्छ। कोही बेला जुवानो मेथी सेतो नुन खान्दिन्थ्यो, त्यही खान्दिन्थ्यो। केही दिन्थ्यो त केही दिन्थेन। त्यही खाएर पनि बाबुलाई कहिले केही पीडा हुन्छ कि तातो खाइले बुहारीले झन्डीले भन्ने चलन थियो, तातो खाइ कुना अघि दियो आज बाल्नु कुना अघि दियो आज यसले तातो खाइ मिठो खाइ खाइदे सारो खाइ हो। त्यस्तो अवस्थामा पनि हामीले खाइ नखाइ तँलाई भोकै नाकै पारेर पालन पोषण गऱ्यौँ, हुर्कायौँ, पढायौँ, लेखायौँ, पुरा जाँक्रा बाबुका भए। अहिले हाम्रो वृद्ध अवस्था भयो, हामी उठ्न सक्दैनौँ, बस्न सक्दैनौँ, खान सक्दैनौँ। हामीलाई पानीसम्म पनि दिने यहाँ कोही पनि छैन। तैँले छोडेर गयो भने हाम्रो सहारा को होला त बाबु? अन्त हामीलाई छोडेर जाने कारण नगर। जबकि आमा बाबुका वचनहरू छोराले मानेन र मन पढी हिँड्यो भने जति पाइला नाच्दै जान्छ उति पाइला उसले दुःख पाउँदै जान्छ। पाइला पाइला दुःख हुन्छ, उसलाई सुख शान्ति हुँदैन। पाइला पाइला दुःख हुँदै जान्छ, जति देख्यो उति खुट्टामा कष्ट हुँदै जान्छ, सुख हुँदैन। आमा र बाबुका वचन यस्ता हितकारक वचन छन्, यस्ता माया लाग्दा वचन छन्, यस्ता मिठा वचन छन्। आफ्ना आमा बाबुले छोरा छोरीलाई राम्रो कसैले पनि सोच्दैन। मेरो छोरो पागल हो कसैले पनि भन्दैन, मेरो छोरो चोर हो कसैले पनि भन्दैन। तर आमा बाबुका वचन नमानेर गयो भने त्यसले कति कष्ट भोग्नुपर्छ, दुःख झेल गर्नुपर्छ, अकाल प्राणी जान्छ, कारागार भोग्नुपर्छ, कतिपयको लडाइँलाई पिटाइ खानुपर्छ, दुःख पाउनुपर्छ। आमा बाबुका